वेलकम टु माई ब्लग। भन्न त आउँदैन तैपनि हामी चाहिँ यस्तो गर्मीमा पौडी खेल्न जानु लाग्यो है त। टक्क पारामा बाइक यस्तो छ हालत। बहिनी र भाइ चाहिँ गइसक्यो। अब चाहिँ म जान्छु। यसमा चाहिँ टक्क यो किन्न लाग्यो है त्यो चिप्सहरू। अङ्कललाई चाहिँ कोक दिनु भने टक्क बाइक चाहिँ यहाँ छ। सो यो अङ्कल पनि आउनुभयो यो कोकलाई नि टक्क सायो। गाइज अहिले चाहिँ हामी शक्तिखोर बजारमा आयो त टक्क बहिनीहरूमा सामान किन्न ला। गाइज यो चाहिँ हाम्रो पहिलो हुन्छ नि रिभर क्रसिङ है त टक्क यति। सक्दैन होला म तारिदिन्छु है त। रुक म गरिदिन्छु टक्क। अब म तारिदिन्छु। बिक्कलले लग्न लाग्यो है त। यिनीहरूको पारा यस्तो छ यहाँ। स्कुटर त तार्यो। तार्यो मेरो बाइकको है त। यस्तो खोला खासै उस्तो छैन। यस्तो छ है त यहाँ। ओए मलाई चाहिँ बगाउँछ क्या हो। गाइज अहिले चाहिँ यहाँनिर नि हल्का अप्ठ्यारो थियो। यो पनि तार्यो। स्कुटर नि तार्यो। यो पनि तार्यो। अब चाहिँ हामी धेरै माथिसम्म चाहिँ जाँदैन। राइडर मेरो हात कस्तो कामेको अर्को छ त्यहाँ। गाइज अब चाहिँ यो तार्ने अनि यहाँनिर छ हल्का अप्ठ्यारो। मेरो बाइक चाहिँ यहाँसम्म आइसक्यो। बाइकको हालत चाहिँ यस्तो छ हिलो सब हिलो छेदेर लुगा त्यस्तै बिजोग बनाइदिएछ कि। ल गाइज अहिले चाहिँ हामी यहाँ ज्यामलिङमा छौँ है त। टक्क पौडी खेल चाहिँ यहाँ खेल्या हो। मलाई चाहिँ खासै आउँदैन पौडी खेल्न। अहिले चाहिँ हामी घर फर्किनु लाग्यो है त टक्क पारामा। लास्ट गाह्रो भयो यार गाइज। पौडी खेल्न आउँदैन डुबियो। 2-3 चोटि मजाले डुबियो। म चाहिँ आइसक्यो लास्ट जाडो भएर। अनि भाइ र बहिनी चाहिँ आउँदैछ है त होला टक्क पारामा। गाइज भ्यू चाहिँ यस्तो छ है त। स्वाट लाएर यहाँ हो पौडी खेलेको चाहिँ। म देखाएको छैन तिमीलाई ढुक्क भाउ न। अब चाहिँ हामी जान्छ एकछिनमा। लास्ट जाडो भयो गाइज। भ्लग बनाउनु त आउँदैन तै पनि बनाइदिएको है हल्का। तर केटा हो लास्ट मजा आयो यार। लास्टै मजा मा कसम। पौडी खेल्न नजाने पनि पानीमा छिर्ने अनि डुबेर अनि बाहिर निस्किने त्यति हो मेरो काम भनेको। यस्तो जङ्गल छ अनि ठ्याक्क घाम पनि डुब्न आँटेको छ। सही हो दामी मजा आयो यार गाइस कसम। लुगा पनि सब चिसो छ टक्क भाँडामा होइन। भाल भएन चिसो भयो नि। घर गएर फेरि नुहाउनु पर्छ जसरी नुहाउनै पर्ने हुन्छ। अब चाहिँ हामी जान्छ। अनि मेरो बाइक चाहिँ यस्तो बवाल देखेको छ यार तर कसम यार। आमा स्कुटर पनि छ बाइक पनि। जाडोले हात कामिरहेको छ यार खतरा कामे छ। सायो ल गाइज मेरो बाइकको पारा चाहिँ यस्तो छ है त टक्क हिलै हिलो। मेरो लुगा नि त्यस्तै बिजोग भए अब देखाउन मिल्दैन। अनि हेलमेटहरूमा है त टक्क हिलै हिलो छ।